हेलो गाइजहरू, आजभोलि बजारमा सबैभन्दा महँगो साग भनेको यही छ। यो 40 रुपियाँ मुठाको। हेर्नु, यो टुप्पो मात्र अलिकति काम लाग्छ, त यो डाँठको त त्यो खान मिल्दैन होइन। यो एक मुठा केलाको है 80 रुपियाँको सागले एक छाक पुग्दैन। म एकजनालाई हेर्नु त यति भयो। यो टुप्पो केलाउँदा एक मुठा केलाउँदा यति भयो होइन। अब यो एक मुठा केलाउँदा मात्र पुग्छ। अनि यो कति महँगो यो साग, यो पनि बिसादिहालेको के हालेर बडाको यो यत्रो ठुलो। ओरिजिनल त यो अलि राम्रो त हुँदै होइन, मलाई थाहा। यसको पत्ताबाटै चिनिहाल्छु म, एकदम राम्रो रह्यो यो। खास गरी राम्रो चाहिँ त्यो फ्रेस वाटर हुन्छ नि, मूलको पानी बगिरहने ठाउँतिर उम्रेको चाहिँ साह्रै राम्रो हुन्छ। अब काठमाडौँ छिरेर मैले यो के साग खाने बानी लाएँ। अब क्रेभिङ हुन्छ, किनेर खाइन्छ। बरु मेरो बुवाहरूलाई ठिक छ, मेरो बुवाहरूलाई साग मन पनि पर्दैन, क्रेभिङ पनि हुँदैन। एकचोटि खुवाएको थिएँ, मन परेन उहाँहरूलाई। मलाई फेरि यो साग पर्लै मिठो लाग्छ क्या। किनेर ल्याएँ 80 रुपियाँको साग। यो 40 रुपियाँको साग यति छ। यहाँ यस्तो छ।